Hello guys, welcome back to my YouTube channel. If you are new here, please do subscribe my YouTube channel. आज चाहिँ मैले मम्मी र बुवालाई गेम खेलाउन गइरहेको छु। र्यान्डमली यतिकै टिकटकमा भिडियो हेर्दै गइरहेको बेला एकजनाले भिडियो बनाउनु भएको रहेछ गेम खेलेको मम्मी बुवासँग। आज त्यही गेम म मेरो मम्मी बुवासँग खेल्न गइरहेको छु। म चाहिँ हैन मम्मी बुवालाई चाहिँ खेलाउन गइरहेको छु। त्यो गेमको नाम चाहिँ खासै मलाई थाहा भएन। कसरी खेल्छु, के गरी खेल्छु, खेलाउँछु, हेर्दै गर्नु होला। ल ओके गाइज, यता हेर्नुस् दुईजनाले। ल बुवा र मम्मीलाई चाहिँ म एउटा गेम खेलाइरहेको छु गाइज। त्यो मैले अगाडि नै भन्छ कि हजुरहरूलाई थाहा होला। र त्यो फोटो, त्यो पिक्चर चाहिँ मैले टिभीको स्क्रिनमा देखाइरहेको छु। त्यो स्क्रिन चाहिँ हाम्रो विकास श्रेष्ठज्यूले देखाउनुहुन्छ। उहाँ हाम्रो ब्याक क्यामेरा हुनुहुन्छ। ल ब्याक क्यामेराबाट प्लिज देखाइदिनुहोस् त इमेज हेरेर कास्ट पत्ता लगाउने नेपाली कास्ट। ओके ल लगायो। त्यो त बोतल देखाइरा अहिले त त्यही त बोतल देखाछ ल मलाई न्यू बाने राइट राइट। ल ल ल 5 रुपैयाँ टिप्नु होला। जम्मा 5 रुपैयाँ स्टार्टिङ 5। ल नेक्स्ट क्वेसन प्लिज। हिन्स चाहिँ दिनु पर्यो है तिमीले। हिन्स चाहिँ साइडमा। कसै थाहा पाउनु भयो नि मैले भन्न लागेको थिएँ हिन्स। म यता छु नि त, त्यही भएर पछाडिको देखाइदिनँ क्या। क्यामेरा खिच्नु कि हिन्स दिनु? तिमी भन नि हिन्स। ल्यायो तपाईँको स्क्रिनमा त्यहाँ देखाएको छ एकजना मान्छे। त्यो मान्छे कहाँ छ त? कहाँ छ त? होइन होइन रुख छ त्यहाँ। अनि दारी पनि पालेको छ। रुख भनेपछि कहाँ होला त त्यो रुख? थर हुन्छ रुखमुनि। ए थर, त्यसको थर रूपाखेती होइन 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 दारी छ। दारी दारी छ। दारी रुखलाई अब त्यो वनमा छ त्यो मान्छे। अनि दारी पनि छ। अनि गेस नेपाल छ। तपाईँलाई नै आएन? एकछिन वेट वेट। वनमा छ एन्ड दारी छ। नेपाल थर्ड। वन वन भन कस्तो वन भन भन वन भन अनि दारी पनि छ फेरि। यतिसम्म त आउनु पर्ने हो। भण्डारी। राइट राइट राइट। ल ल ल 10 रुपैयाँ टिपौँ गाइज। मम्मी त के भएको त्यत्रो सिकाउँदा। ल अर्को नेक्स्ट पिक्चर प्लिज। ल अर्को छ ढुङ्गा अनि गीत गाइरहेछ। ढुङ्गा न 10 रुपैयाँ लिनुहोस् प्लिज। मम्मीलाई चान्स दिनु पर्यो है गाइज। नेक्स्ट लामी छाने। नो 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 लामी छाने होइन। ल लेखा छ अगाडि। लमसाल मल लेखा छ पछाडि। मल तल यता साइडमा छ। ल लमसाल नाइ मम्मी भन्नु। लबाट सुरु हुन्छ के? होइन होइन अगाडि पछाडि जे पनि हुनसक्छ है गाइज। ल ल छ अनि मल छ। के हो? भनिरहेको छु अगाडि पछाडि नै हुनसक्छ भनेर। अर्को छ नेक्स्ट प्लिज। ल नेक्स्ट क्वेसन्स। फोटो स्क्रिनमा छ। ल एउटा केटी छ। केटीले खाइरहेछ अनि पछाडि साइडमा, पछाडि त होइन पछाडि पनि छ अगाडि पनि रेल कुदिरहेछ। के होला त? ल मम्मी यस यस यु क्यान
रेल कुदिरहेछ रेल कुदिरहेछ एउटा केटीले खाइरहेछ अँ। कुन कास्ट होला त्यो थाहा बुझ्दै। बिर्सी होइन त्यहाँ लोजिक लाउने हो कि त्यहाँ हेरेर गयो। फेरि ल्याइदिउँ त एकचोटि रेल कुदिरहेछ साइडमा एउटा केटीले खाइरहेछ के होला अनि गेस यो जित्यो भने झ्याम्मै हो है 100 रुपियाँ आउँछ यो त आउनु पर्ने हो मम्मीलाई छिमेकी छेउछाउकै हो त्यही हो। खरेल आ!